आज चाहिँ के भने म आज चाहिँ हल्का सब्जी पकाएको हो। सब्जीमा चाहिँ अब के छ भने चिकन चाहिँ हल्का रोस्ट गरेर उयो गर्छु, आफ्नो देसी तरिकाले पकाउँछु ल। हेरिदिनुहोस् ल। प्याज टमाटरहरू काट्यो हो, टमाटर अझै काट्नुपर्ने छ हो। यहाँ चाहिँ चिकन हल्का अब यहाँ रेडी छ है। अब यहाँ तेल खारिँदैछ है। अब यो खोर्सानी अब यस्तो गरेर उयो गर्दैछु हो। टक्कै यो हरियो खोर्सानी काटेको हो। अब टक्क अब यहाँबाट चाहिँ अब यो प्याज पहिला यो लसुन पनि हाल्नुपर्ने छ हौ। लसुनहरू प्याज टक्क हो। अब यसलाई हालिसकेन, टक्क हल्का रातो रातो बनाउनुपर्छ। अन्त त्यहाँदेखि टक्कै चिकन हाल्नुपर्छ है। अब यो टमाटर पनि हाल्नुपर्ने हुन्छ हो। टमाटर टक्क हाल्दै हो, नो कम्प्रोमाइज क्वान्टिटीमा चाहिँ हो। टक्क अब यसलाई हाल्यो। यसलाई टक्क हालेर चाहिँ अब तपाईँको यो हल्दी, यो चाहिँ हाम्रो यो बस्तीको हल्दी हो कि, कम्ती हाल्नुपर्छ। यो बेसी लगायो भने लाग्छ हो। बेसी लगायो भने चाहिँ साह्रै तितो हुन्छ हो। यो चिकन मसला हो, चिकन मसला। त्यसमा रङ खोर्सानी खोलिदेऊ न हो। यो टक्कै हो। यसलाई चाहिँ अब धनिया पाउडर भन्छ यसलाई चाहिँ, धनिया पाउडर पनि हाल्यो। धनिया पाउडर लिएको छ होइन हाम्रो। टक्क अब यो हालिसक्यो। यसलाई अब एकताल चलाइदिनु पर्ने हुन्छ हो। टक्कै चलाइदिए। आमामा गन्ध त मक पो आयो त हौ। भन्ने चिकन टक्क हालिदिने है। टक्कै चिकन पनि टक्क अघि काटेर रेडी गरेको थिएँ हो। त्यो तपाईँलाई भिडियो लामो हुन्छ भनेर चाहिँ टक्कै मैले उयो गरेको हो। अब यो चाहिँ अब यो नमक हाल्नुपर्ने, टक्कै नमक टक्क हालिदिएको हो। अब यो चाहिँ नमक फेरि बेसी चर्को हुन्छ। हाम्रो यहाँ हाई प्रेसर पेसेन्ट छ कि, बेसी चर्को पनि हाल्दैन हो। रङ खोर्सानी पनि हालिदिनु पर्ने, टक्कै हुन्छ हो। टक्कै रङ खोर्सानी पनि आयो। अब रातो बनाउने हो। अब रातो रङ खोर्सानीले चाहिँ अब तपाईँको अलिकति कलर आउँछ नि त, रातो देख्छ भने। अब टक्कैलाई गऱ्यो। अब हल्का अब यहाँ फ्लेम चाहिँ अलिकति कम्ती गर्नुपर्ने हुन्छ हो। अब टक्कैलाई कम्ती गरेर चाहिँ तपाईँको 10-15 मिनट चाहिँ यसो छोपेर चाहिँ छोप्नुपर्छ। मिनट पनि भयो हो। टक्कै एकबार यसलाई चलाइदिने है। टक्कै चलाइदिनु पर्ने हो फेरि। पाकी पनि सकियो है। अब चाहिँ खाना खानुपर्छ। पाक्यो चिकन, पाक्यो पनि अब खाने है।